काठमाडौँको पोल्युसनले गर्दा आई रियली निडेड अ ब्रेक। त्यसैले काठमाडौँबाट 1 आवर ड्राइभ गरेर आई अराइभ एट ओम अध्याय रिट्रिट रिसोर्ट। यहाँको भाइब एकदमै वेलकमिङ थियो र यहाँको एम्बियन्स इट वाज द पर्फेक्ट ब्लेन्ड अफ कम्फर्ट एन्ड एलिगेन्स। यो ठाउँको कामनेस वाज एक्ज्याक्टली वाट आई निडेड टु स्टार्ट माई डे राइट। हाइक गर्दै नेचरको मजा लिँदै यो ठाउँ एकदमै पर्फेक्ट थियो मेरो विकेन्ड स्केपको लागि। बेस्ट पार्ट, यहाँ सबैको लागि केही न केही छ र मैले यहाँ केही एक्सपिरियन्स गर्न बाँकी राखिनँ। आई प्लेड सो मेनी फन इन्डोर गेम्स। यहाँको नाइट लाइफ एकदमै रमाइलो थियो। डिजे र लाइभली बारले गर्दा आई ह्याड द बेस्ट टाइम। मेरो ट्रिपको हाइलाइट ह्याज टु बी जिप लाइन र बोटिङ। नेचरमा रिल्याक्स गर्ने हो कि साथीभाइहरूसँग पार्टी गर्ने अथवा एडभेन्चर, जस्तो एक्सपिरियन्स खोज्दै हुनुहुन्छ ओम अध्याय रिट्रिट रिसोर्ट हेज इट अल।